भविष्य देखाउनु बाबाको पास जान्न। नमस्ते बाबा, मेरो यो छोराको हात हेरेर भविष्य पत्ता लगाइदिनु पर्यो। बालकको तुलामा समस्या छ। खोइ हेरौँ बाबु, खोइ यत्रो कोटको खोल खोइ तुलामा होइन, बाबुको राशिमा समस्या छ। ए खै बालक चामल ल्याएको छेउ। लिनुहोस् बाबा। थु गछाडा आइमै, यो के ल्याएको? मलाई त बासमती चामल 1 बोरा चाहिन्छ। बाबा मैले त हात हेराउनको लागि मात्रै ल्याएको यो त। ए कहिले बालक तिम्रो हात? मैले यो बालकको हात हेरेँ, मलाई यो बालकको भविष्य थाहा भयो। बाबा के हो त त्यो भविष्य, सुनाउनु न हामीलाई पनि। यो बाबुले चुरोट, गाजा, रक्सी, भाङ, धतुरो। होइन मम्मी, होइन। यति कुरा चाहिँ यो बाबुले जिन्दगीमा कहिल्यै छुँदैन। मलाई थाहा छ मेरो यो छोराले जिन्दगीमा यो कस्तै गर्दैन। पछि गएर यो बालकले धेरै केटीहरूसँग सम्मान गर्छ, कहिले हिंसा गर्दैन। मलाई थाहा थियो मेरो बाबुले यस्तै गर्छ भनेर। मेरो प्यारो बाबु। यो चाहिँ अरू के छ बाबा यसको भविष्यमा? तैँले यस्तो गर्छस् भने मैले कहिले सोचेको थिएँ। खोल्छ केटाले पछि, दुईवटा खोल्छ केटाले पछि। मलाई थाहा थियो। झगडा अब त अति हो। देयर इज नो रिजन फर बिटिङ मी। कहिले पनि गर्ने छैन। उठा मेरो बाबु, म त जिस्केको म त। उठा न। अब त साँच्ची कुट्नु भन्दा म त कहिले चाहिँ घर गेम खेल्न। बाख्रा चोर। बाबा हे मूर्ख बालक, तैँले एउटा बाबाको तपस्या भङ्ग गरिस्। अब तँलाई 12:30 को दशा लाग्छ। बाबा दशा त 7:30 को हुँदैन। चुप लाएर बस गोरु। बाबाले भनेपछि सकिहाल्यो। बाबा यो दशा कटाउन चाहिँ के गर्नुपर्छ? यो दशा कटाउन 5,000 नगद र 1 बोरा बासमतीको चामल चाहिन्छ। यत्रो पैसा? अझै यो त कम हो। धेरै बोलिस् भने 10,000 लगाइदिन्छु। होइन बाबा, आउनु। यो 5,000 चाहिँ तपाईँको घरमा भरे बासमतीको बोरा आइपुग्छ, लाउनु। एउटा खुसीको खबर छ। के खुसीको खबर छ बाबा? के? यो बालकलाई अस्ट्रेलियाको भिसा लाग्छ। तर बाबा म त कक्षा 4 मा पढ्छु। ए मिस्टेक भएछ। बिहे किन? बाबुले त यत्तिकै पाइरहेछ। माया, तपाईँले बाबुले धेरै माया गर्नु हुँदो रहेछ नि। बाबा अब एउटा अन्तिम प्रश्न। बाबा अब यसको फाइनल एक्जाम आउन आँट्यो। यसको दशा ग्रह कस्तो छ? खै त बाबु तिम्रो हात ल्याउ त। यसो बाबुको दशा हेर्दाखेरि बाबुको 14.5 को दशा चलिरहेछ। बाबा अहिले तपाईँले 12.5 को दशा। बाबा अब एउटा अन्तिम प्रश्न। बाबा अब यसको फाइनल एक्जाम आउन आँट्यो। यसको दशा ग्रह कस्तो छ? खै त बाबु तिम्रो हात ल्याउ त। यसो बाबुको दशा हेर्दाखेरि बाबुको 14.5 को दशा चलिरहेछ। अघि भर तपाईँले भने 12.5 को दशा लागिरहेछ। तपाईँले चिटिङ गरेर मैले चिटिङ पक्रेँ। ला यो त मरे जस्तो, म चाहिँ भेटी लिएर भाग्नु पर्यो। बाबु तँलाई के भयो बाबु? ए अघिसम्म त बाबाले केही हुँदैन भन्नुहुन्थ्यो। अब बाबालाई बोलाउनु पर्ने बेला। ए खोइ बाबा टोइलेट जानुहुन्छ होला। अब एकछिनतिर आउनुहुन्छ होला। मान्छेहरूले नेपालमा केही गर्न सक्दैन भन्थ्यो। यस्तो काम गरेर पो त डर पैसा आउँदो रहेछ। भोलिदेखि यही काम गर्नु पर्थ्यो। ला त केटा त मरेछ, म चाहिँ भाग्नु पर्यो। केही छैन, अब एकछिनतिर उठिहाल्छ र बाबाले केही हुँदैन भन्ने के छ? नमस्ते सबैजनालाई। हाम्रो यो वाइडी एन्ड ललको सानो ग्रुप आज हल्का राम्रो भिडियो कमेडी खालको भिडियो बनाएको छौँ।
वी होप तपाईँहरू सबले हाम्रो भिडियो मन पराइदिन्छ होला र आशा गर्दछु सबले हाम्रो सपोर्ट दिनु होला। यसको नाम एमबहादुर, यसको अनिस, नवदीप ल यिनीहरूले आज यो भिडियोमा रोल खेलेका छन् र यो भिडियो कस्तो हुनेछ भरे कमेन्ट गरिदिनु होला। धन्यवाद। सबैजनाले यो भिडियोलाई लाइक, सेयर र सब्सक्राइब गरिदिनु होला। ल धन्यवाद।